सो हेलो गाइज वेलकम ब्याक टु सुजनजङ ब्लग हो। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु है। जाडो भन्नै परेन है, जाडो बबाल छ गाइज, जाडो बबाल छ। जाडोमा तातो पानी खान नबिर्सिनु होला है। म चाहिँ यहाँबाट यस्तो जानुपर्ने हुन्छ, पुरै रफ्तारमा आएर मलाई यिनीहरूले जाने यता जान नदिने जस्तो गर्न खोज्यो हो। यताबाट हिँड्ने मान्छेहरूलाई नै अप्ठ्यारो भइरहेछ है, नन आइरहेछ। आओस् अब म जान्छु। सो गाइज के छ हजुरहरूको हालखबर? मेरो त एकदमै ठिकै छ है। जाडो बढिरहेछ, बुढी छैन भने जस्तै यस्तै नै छ। मलाई आज चाहिँ एक दुईवटा कुरा चाहिँ अब मोटो भ्लगिङ नगरेको पनि धेरै भएको थियो। एज हजुरहरूले मेरो अगाडिको भ्लगहरू फलो गर्नुभएको भए जान दिएन ब्रो, जान दिएन। कस्तो त्यहाँ उयो भइसक्यो, त्यहाँ त्यत्रो खुलिरहेछ। अब यत्तिकै बिजोगमा अड्काइदिन्छ। यो गाडीको गल्ती त होइन, अगाडिकोले तेरसार राखेको छ है। जहाँ पनि यस्तै पाराको त हुने यार, साँच्ची नै। जति नै सिभिक सेन्स भएको कन्ट्री भने नि उयो अगाडि हो क्या, 7399ले। यो मैले नभ्याएको भए यति यस्तो गाली खान्थ्यो कि, गाली खान्थेँ मतलब त्यसलाई गाली होइन कि, म यस्तो सराप थिएँ। म कहाँ थिएँ नै बिर्साइदिएँ क्या। गाइज हजुरहरूले मेरो भ्लग हेर्नु भइरहेछ भने पहिलाको, म चाहिँ आजकल अलि बिजी भइरहेको छु। अस्ति पनि सौल गएर आएँ, अनि मोटो भ्लगिङ चाहिँ त्यति गर्न नपाएको भएर चाहिँ आज मैले मोटो भ्लगिङ गर्दैछु। अब मेरो पहिलाको भिडियो हेर्नु भएको छैन भने हेरिदिनु होला होइन। अरू भनेको त त्यस्तै नै हो। के भन्दै थियो भन्दाखेरि अस्ति म खासमा ब्याङ्क गइसकेँ हो क्या। मेरो दुइटै ब्याङ्कको चाहिँ कार्डको डेट एक्सपायर भएछ है। अनि पहिला एकछिनमा 2 मिनटमै कार्ड दिने ब्याङ्क होइन, अहिले त लाइक नेपाली हो। लाइक फ्रम नेपाल भन्ने बित्तिकै लाइक हुन्छ नि, कस्तो डिसरेस्पेक्ट गरे जस्तो क्या। ला तिमीहरूले त पाउँदैन भने जस्तो क्या हुन्छ नि। अनि अस्ति पनि अनि मलाई युनिभर्सिटीको त्यो सर्टिफिकेट लिएर आइज भनेर भनेको थियो क्या। अनि अब के गर्नु है, अरू बेला हुने कुरा चाहिँ अहिले यस्तो भयो भनेर चाहिँ मलाई रिस चाहिँ उठिरहेको थियो ट्रुली भन्नुपर्दा। अब फेरि ब्याङ्कको नेम चेन्ज भएको कि के हो भन्ने हिसाबमा चाहिँ म चुप लागेको है। अब ब्याङ्कभित्र त के खिच्नु, अहिले म आएर भन्छु है त बाँकी कुरा चाहिँ। यहीँ बुसान ब्याङ्कमा छु। सो गाइज म भर्खर ब्याङ्कबाट निक्लेको है, यहीँबाट। पहिला एकछिनमै हुने चाहिँ लाइक अहिले चाहिँ त फरेनर भएर हो, त नेपालबाट भएर हो भन्छ भने क्या। म अस्ति पनि आएको, आज पनि कार्ड दिएन होइन। आज चाहिँ अब त्यो मैले युनिको दिइसकेपछि चाहिँ अझै 2-3 दिन लाग्छ, अनि तँलाई कल गर्छु अनि कार्ड दिन आइज अरे। त्यतिखेरसम्मको लागि चाहिँ मेरो ब्याङ्क पुरै फ्रिज, एकाउन्ट पुरै फ्रिज गरेको छ क्या। अनि मैले चाहिँ किन त फरेनर भएर त अस्ति न 2-3 वर्ष 1 वर्ष अगाडिसम्मै एकछिनमै मिल्ने काम चाहिँ अहिले किन यस्तो भइरहेको छ त भनेर भनेको। त्यो चाहिँ थाहा छैन भने जस्तो कुरा गरिरहेको छ क्या। सो अब यस्तो खासै भनिदिने हो भने कोरियन यत्तिकै त लाइक अलिक गोरो फेस र हाम्रो नेपालमा खैरो फेस भनेको देखिसकेपछि चाहिँ ओ भने जस्तो। अनि हामी अब जुन चाहिँ एसियन फेसहरू हुन्छ नि यता नेपालतिरको टाइपको, त्यस्तोलाई चाहिँ लाइक गरिब देशबाट आएको भनेर यत्तिकै त रेसिस गर्छ। अनि अहिले अब यत्रो नेपाली आएको छ होइन। अब धेरै नेपाली भएपछि अफकोर्स चाहिँ हो, हामी नेपालीको फेरि रगतमै छैन राम्रोसँग नेम पालना गर्ने, राम्रो रुल्स एन्ड रेगुलेसनमा बस्ने। अनि त्यही भएर पनि होला चेन्ज गरिदिएको होला। लाइक अब यो नेपाली सिटिजनहरूलाई चाहिँ यताउति भनेर। तर गाइस दुःख त हामीले नै पाइरहेछ है। अब त्यही भएर आफूले सकेको ठाउँबाट चाहिँ सकेकोबाट चाहिँ होइन, प्लिज उयो गरिदिनु होला है, सबै गरिदिनु होला। अब यस्तै हो, कोरियामा रेस्पेक्ट चाहिँ छैन है। फरेनरलाई त छँदै छैन, त्यही माथि हामी जस्तो नेपालीहरूलाई त छैन। म अर्को ब्याङ्क आएको छु है, यहाँ चाहिँ के गर्छ है त अहिले म भन्छु। सो गाइज उरी ब्याङ्कमा चाहिँ, उरी ब्याङ्क भनेको चाहिँ कोरियाको के भन्छ ठुलो ब्याङ्क हो होइन। बुसान भन्दा पनि ठुलो हो। यहाँ चाहिँ लाइक
मैले खासमा चाहिँ पहिला उरी ब्याङ्क चलाएको हो होइन, अनि बुसान चलाउन थालेपछि बुसान मात्रै चलाएको जस्तो भयो क्या होइन। सो उरी ब्याङ्कमा चाहिँ मलाई त्यस्तो ल्याङ केही गरेन है, मतलब यो त्यो यताउति भन्ने टाइपको ल्याङहरू केही पनि भएन। अनि जेको लागि आएको हो त्यहीको लागि ढ्याम गरिदियो। अनि मेरो पहिला पनि मास्टर कार्ड थियो नि त, अनि मास्टर कार्ड हराएर चाहिँ भिजा कार्ड बनाइदिएको थियो। अनि योपालि मेरो फेरि मास्टर कार्ड बनाइदिएन, पहिला पनि मास्टर कार्डै थियो भनेर भन्दाखेरि पनि आन्टीले राम्रो हुनु रहेछ जस्ट गरिदिनु भयो। अब अर्को ब्याङ्कको चाहिँ 2 दिन 3 दिन जस्तो लाग्छ, अनि तँलाई कल गर्छु अनि कार्ड लिन आइज भनेको छ है। सो मेरो मेन कुरा भनेको चाहिँ लाइक ब्याङ्कले अब नेपालको हेरी त अब 2 दिन 3 दिन त केही नै होइन, अब अहिले के छ थाहा छैन, हामी नेपालमा हुँदाखेरि चाहिँ हो होइन, दुःख दियो यताउति भन्न खोजा होइन क्या। लाइक नर्मल्ली जाने जाऊ अथवा जे नै नर्मल्ली केही एक्स्ट्रा सर्भिस लिन खोज्यो भने चाहिँ अब कुन देश भन्दाखेरि ट्याक्क नेपाल देख्ने बित्तिकै चाहिँ अलि हिचकिचाउँछ क्या। लाइक हुन्छ नि नपत्याएको जस्तो क्या, अब यसले न उयो पो गर्छ कि अथवा न यो पो गर्छ कि भनेको टाइपको क्या। सो अब त्यो ब्याङ्कको रुल्स त्यो मैले बुझेँ। अब नेपाल यताउति कन्ट्रीहरूलाई चाहिँ अलि टाइट गर भन्ने टाइपको होला होइन, त्यो मैले एप्रिसिएट नै गर्छु। ल अब बुझेँ, त्यसमा केही पनि भएन। तर अब सेमेस्टरै पछि चाहिँ ड्याम नेपाली त्यही नेपाली ल्याएको ल्याइछ होइन। अब यहाँ कोरिया आएर चाहिँ न कामको व्यवस्था कसैले गरिदिन्छ न होइन, एभ्रिथिङको लागि कसैले केही गर्दैन। अनि त्यो नयाँ आउनेहरूले दुःख पाएकै छ होइन। अनि भिजा दिएर चाहिँ ड्याम नेपाली मात्रै ल्याउने, अनि यहाँको सर्भिस सुविधा यताउति नर्मल कुरामा नै अनि नेपाली भनेपछि अलिकति हिचकिचाउने त त्यो त लाइक सेन्सै भएन नि होइन। लाइक कि ल्याउनु नै भएन होइन, कि अब त्यसरी भिजा सिजा थपेर अथवा भिजा सिजा दिएर ल्याउनु नै भएन होइन। तर अब त्यसरी ल्याइसकेपछि त मैले आउने दाइकोमा बन्द रहेछ है। अनि यो कुरा चाहिँ मलाई लास्ट रिस उठ्छ क्या, किन भन्दाखेरि लाइक अब ल्याउन चाहिँ हुन्छ नि, अब ल्याउने रे होइन यताउति टाइपमा मस्त भिजा दिइदिए होइन, त्यही नेपाली मात्रै ल्याएको छ। सेमेस्टरै पछि भेडा बाख्रा जसरी है झ्याम त्यो वास्तै नगरी ल्याएको छ क्या जिपिए हो। अब हामी नेपालीलाई नै आउनु परेछ अनि त्यसकै फाइदा उठाइरहेछ। अनि यस्तो ब्याङ्कको सर्भिस यताउतिमा चाहिँ अनि म्याम पाखाहरू हुन्छ नि अलिकति वेयर आर यु फ्रम भन्ने बित्तिकै नेपाल भन्ने बित्तिकै त पढ्न भन्दा नि पैसै कमाउन आएको अनि तेरो देश यो छ भनेर टाइपको क्या, नपत्याएको जस्तो क्या। त्यही मात्रै हो। अब एउटै कुरा कति लम्बाउनु है, मैले भन्न खोजेको हजुरहरूले बुझिसक्नु भयो होला। भ्यालु चाहिँ गर्दैन है, वेयर आर यु फ्रम भन्दा नेपाल भन्दा बुझ्नेले आजकल नेटफ्लिक्समा त्यो कोरियनको त्यो फेमस गएको भएर चाहिँ माउन्टेन हिमालय गर्छ, त्यति मात्रै हो। त्यही भएर गाइस विदेश आएपछि मात्रै थाहा हुँदो रहेछ आफ्नो देश र आफ्नो देशको पासपोर्टको महत्त्व होइन। तपाईँ जुन देश जाँदाखेरि पनि नेपालको पासपोर्ट देख्ने बित्तिकै अर्कै पारा हुन्छ भने जस्तो सेम त्यही हो क्या। सो त्यही हो। अब यो फ्रस्ट्रेसन कुराहरू छोडिदिउँ। म चाहिँ खासमा आज मेरो ब्याङ्कको कुरा म त साइको भइदिन यो बिचरा हिँड्नको लागि चाहिँ खोलिरहेको रहेछ, म त मेरो पो खोल्यो भनेर ल्याम्पमा अगाडि बढ्दैन क्या। मैले चाहिँ के भनिरहेको भने गाइज होइन, त्यस्तो केही पनि होइन। तर मेन कुरा भनेको चाहिँ तपाईँको त्यही अलिअलि प्रब्लमहरू आउँदा अनि अलिकति फ्रस्ट्रेसन आउँछ अनि रिस उठ्छ अनि कुरा सेयर गर्न मन लाग्छ, त्यही मात्रै हो। मेरो चाहिँ आज त्यही 2टा ब्याङ्क जाने अनि आज बाइकको चाहिँ मोबिल चेन्ज गर्ने, सर्भिसिङहरू यताउति ब्रेक स्ट्रेक के हो कसो हो त्यो टाइट गर्न लाउने भन्ने हो मेरो चाहिँ है। सो खासमा प्लान चाहिँ अब नवराजसँग आउने भन्ने प्लान थियो, तर त्यसलाई मैले कुरेँ, कति कल पनि गरेँ अनि त्यसपछि चाहिँ उठाएन होइन, ढिलो सुत्या होला। तर त्यसको यो चाहिँ सधैँको एउटै उयो हो, त्यो हुन्छ नि राडा हो जस्तो। अनि त्यही भएर भनेर म हिँडेको है। अब कहिलेसम्मको उयो उठाएर बस्ने हो र, त्यही भएर आफूले नगरेसम्म कसैले नि हुट गरिदिँदैन भन्ने हिसाबले म हिँडेको गाइज।
मलाई यहाँ अस्ति यो जिनो बाइक भन्ने त ठिकै थियो तर यसले राम्ररी केही पनि नगरिदिएको देखेर चाहिँ मलाई आई डोन्ट नो अब यतातिर चाहिँ मैले कडा देखाएको थिएँ है अस्ति न यो गर्ने यतातिर मैले बाइक बनाउने वर्कसपहरू चाहिँ अलिक कडै देखाएको थिएँ क्या अनि त्यही भएर हो आज चाहिँ त्यस्तो जाडो रहेनछ भन्नाले जाडो त जाडो छ अफकोर्स तपाईँहरूले देख्न सक्नुहुन्छ है सबै जाडोकै ड्रेसमा छ तर भनाइ चाहिँ के भन्दाखेरि माइनसमा चाहिँ रहेनछ त्यही भएर बाइक चलाउँदा पनि त्यस्तो जाडो चाहिँ फिल भएको छैन ठिकै भइरहेछ मेरो सेन्सले चाहिँ यो एरियामा अस्ति न म रुमहरू खोज्न जाँदाखेरि धेरै टन्नै बाइक बनाउने यताउति देखाएको थिएँ क्या सो मलाई चाहिँ त्यहाँ जान मन लाग्यो होइन अरू भनेर त्यस्तै त हो हेर्छु एक राउन्ड घुम्छु अब रहेनछ भने त अब घर जान्छु फर्किन्छु रुमहरू सफा गर्नुपर्ने छ त्यही त गर्छु अरू त गर्दिनँ के साह्रो हौ ढिलो जाउँ वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन यता एरिया ठिक थियो ब्रदरहरू कारहरू रहेछ तर नर्मल्ली फेरि बिजी भइदिएर हुन्छ क्या जेमा नि रिजर्भेसन सिस्टम छ कोरियामा अनि अथोबाई त देखेँ मैले यहाँ चाहिँ म उयो राख्छु जे नि रिजर्भेसन छ त्यो जे नि रिजर्भेसन भएको राम्रो पनि हो अनि झ्याउ पनि हो भने जस्तो क्या लाइक यो एरिया त बाइक लिएर फर्स्ट टाइम आएको जस्तो लाग्यो एक राउन्ड हान्छु अब त्यहाँ रहन्छ भने त्यो अङ्कल चाहिँ फेरि स्कुटर बनाउने अङ्कल जस्तो मात्रै देखेँ मैले त्यो त्यही भएर एकचोटि जान्छु मोबिलहरू फेर्छु हावासावा चेक गर्न लाउँछु मेरो एउटा नटहरू पुरै कलङ गरिरहेको छ क्या त्यही भएर त्यो नटहरू पनि चेक गर्न लाएर त्यस गर्छु है आज भोक पनि लागिरहेछ जस मेरो आज दुइटै कामै बन्यो अब अर्को कार्ड नआए पनि अब यति बाइकको काम सकेपछि मेरो ट्याक्क आनन्द हुन्छ मलाई ढुक्क हुन्छ नि त होइन त्यही भएर चलो हेलो गाइस सोल पनि गएर आयो गाइज यार मस्त सोल गएर आयो पासपोर्ट चेन्ज गर्नको लागि दियो होइन जस्ट ठिकै भयो यहाँ चाहिँ अटो बाइक देखिन चाहिँ तर लास्ट प्याक छ जस्तो लाग्यो 기름 바꿔야 되는데 지금 할 수 있어요. 오케이래. 오케이 완료했습니다. 안녕하세요. 스토리차. Directly हो गया भाई हिल बोर्ड I don't know ठीक हो गया यहाँ से इस तरीके से मजा आया टायर चेंज गर्नु 이거 타이어를 바꾸면은 얼마나요? 네? 이거 바꾸면은 타이어? 네.
अङ्कलले सर्च गर्दैछ गाइस यो चाहिँ नर्मली स्कुटर फेदाल गर्ने स्कुटरहरू आउने ठाउँ रहेछ क्या मेबी तर यहाँ देख्दा चाहिँ यामाहा सुजुकी कावासाकी BMW पनि छ EC 비만원 이거 타오면 할게요 지금 이거 하고 네 오일 하고 액션을 펼쳐야 돼 뭐 가이즈 हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ चार्जिङ रहेछ क्या इलेक्ट्रिक स्कुटरहरूको ब्याट्री ल्याउने अनि यहाँभित्र हाल्ने खप्प लगाएर यस्तो सिस्टम नै आइसकेको छ कोरियामा कति सजिलो क्या यहाँ चाहिँ मेरो बाइक छ है मोबिल निक्लिरहेको छ तलबाट टायर चेन्ज गर्नुपर्ने बेला भएको छ सो गाइस काम सकिसकेको छ यही अङ्कलहरू रमाइलो हुनु रहेछ जिस्काइरहनु भएको थियो होइन सो पछि पनि आउने भन्ने बाचाका सहित हामी चाहिँ यहाँबाट लाग्छौँ है त गाइस भन्ने बाचाको सहित हामी लाग्ने नै छौँ यहाँबाट चाहिँ यस्तो गरेर घरको बाटो पुग्छु म होइन Bye bye. See you later.